नमस्कार विषय चुनाव अगाडिको एउटा माहौलमा चाहिँ रासपाका अहिले संसद खगेन्द्र सुनवारजीले गाई खसी खाँदा हुन्छ, मटन खाँदा हुन्छ, गाई खानु हुँदैन भन्ने अभिव्यक्तिमा त्यो सँगसँगै अर्को हाम्रो हर्क साम्पाङ श्रम संस्कृतिको एउटा कार्यकर्ता बहिनी भनौँ न, अब संसदमा उठेको थियो, अब हारेको होला र उहाँले पनि एउटा गाईको विषयमा एउटा किराँतको छोरी भइसकेपछि पहिला सर्वप्रथम म तपाईहरुलाई के भन्न चाहन्छु भने विषय गाईको विषय आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू किराँत सभ्यता र सनातन धर्म खस संस्कार संस्कृतिभित्रका बुद्धत्वका समाजहरूले सूर्यवंशी र चन्द्रवंशीका समाजहरूले हामीले गाईको विषयमा नबुझिकिन गाउँ माता मानव सभ्यता संस्कृतिसँग हामीभन्दा जेठो इतिहासमा जोडिएको एउटा पशु र प्राकृतिकसँग जोडिएको गाई माता पशु भनिन्छ र अहिले 33 कोटी देवी देवताहरू गाई माताको शरीरमा अस्ताइरहेको छ। यो कलिको यो विशेषता अध्ययन नगरिकिन, गाई र मानवको विशेषता अध्ययन नगरिकिन र विषय एउटा राष्ट्र जनावर पनि हो र विश्व राष्ट्रमा राष्ट्र जनावरहरू कोही पन्छी हुन्छ, कोही बाघ हुन्छ, हरेक किसिमका इत्यादि हुन्छ, तर उनीहरूले त्यो राष्ट्रले संरचना गरेर राखेर चाहिँ एउटा राष्ट्र जनावर मानेर चाहिँ एउटा विभूति जस्तो चाहिँ उनीहरूले चाहिँ एउटा कृत्रिम इतिहास जस्तो मानेर उनीहरूले पुजिराखेको छन् भने नेपाली मानव सभ्यता यो धरती हावा पञ्चतत्त्वभित्र जोडिएको गौमाताको इतिहास अध्ययन नगरी, मुन्धुम संस्कार संस्कृति 4 वेद 18 पुराण अध्ययन नगरी, किराँत सभ्यता र सनातन धर्म 88,000 ऋषि परम्पराभित्रको सनातन धर्मावलम्बीहरूको इतिहासले अध्ययन नगरी गाईको विषयमा चाहिँ गाई खाने विषयमा चाहिँ जति पनि म हर्क साम्पाङज्यूलाई म अनुरोध गर्न चाहन्छु, तपाईको कार्यकर्ताभित्र पार्टीभित्रका चाहिँ जति पनि गाईको विषयमा गाई खानेको विषय गर्ने व्यक्तिलाई चाहिँ तु कारबाही गरेर तपाईले निकालिहाल्नुपर्छ र त्यस्ता व्यक्ति अराजकता व्यक्तिहरूलाई राखेर भोलि यो देशको सभ्यता नबुझिकिन 2-4 शब्द विदेशी अक्षर पढेको भन्दैमा नेता हुनु सक्दैन। सर्वप्रथम नेपालको नेता भनेको यहाँका नदी नाला, यहाँका पशुपन्छी, यहाँका मानव, हरेक 136 जाति भन्दा माथिको सभ्यता संस्कृति र पहिचान, यहाँका नदी नालादेखि लिएर हिम शिखर तराई पहाडका हरेक पहिचानहरू जबसम्म बुझ्दैन त्यस्तो व्यक्तिलाई यहाँ राज्यमा व्यवस्था गरेर नेता बनाउने अधिकार छैन भन्न चाहन्छु। र यस्ताहरूलाई तु कारबाही गरेर आइन्दादेखि कुनै पार्टी दलका मित्रहरूले यहाँका सभ्यता संस्कृति नबुझिकिन, गाई जस्तो महान विषयवस्तु नबुझि